छोरी भने पनि यो छोरा भने पनि यही हो सर। मेरो छोरी बचाइदिनु भयो भने म तपाईहरुलाई नि बाछिन् है, बाछिन् छोरी, बाछिन् छोरी। यसले दुख्छ तर मलाई भन्दिने। नरुनु बहिनी। दर्शकबिन, यी छोरीलाई क्यान्सर भएको छ। छोरीको बाबाले अर्को बिहे गरेर जानुभएको छ। बुढासँग कुरा गर्दा त्यहाँ सम्पर्कमै हुनुहुन्न। बहिनी उषा, तिम्रो र तिम्रो छोरीको आँसुले नि तिम्रो श्रीमानलाई पोल्नेछ। तिम्रो छोरी जास्मिनको अवस्थाबारे थाहा पाइसकेपछि तिमीलाई भेट्न जब म तिमी बसेको ठाउँमा पुगे नि, साँच्चीकै त्यो दृश्यले मलाई भावुक बनायो। तिमी धान काट्दै थियौ, क्यान्सरले ग्रसित भएकी तिम्रो छोरी आलीमा बसेर भात खाँदै थिइन्। यस्ता बसालेर किन खुवाउनु लाग्यो त बिरामी छोरीलाई? यस्तो किरा अब हेर्ने कोही पनि छैन। किरा छ के छ? उठ नानो, उठ 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 उठ। सायद साथमा तिम्रो श्रीमान भइदिएको भए यति बेला तिम्रो छोरीको उपचार भइरहेको हुन्थ्यो। तर दुर्भाग्य, तिम्रो श्रीमानले अर्की श्रीमती लिएर रमाउँदै बसेको छ। ओहो, मुख सुन्ने यस्तो भारै छ। हेर त मुख सुन्ने दुख्छ। उषा, मैले घर कुन हो तिम्रो भनेर सोद्धा तिमीले अप्ठ्यारो मान्दै लजाउँदै भनेको एउटा कुरा दर्शकहरूलाई सुनाउँछु ल। त्यसमा त जानी ल, उता जाने एकछिन उता जानु है। घर कुन हो? तपाईँ बस्नु। मेरो त घरै छैन। घर छैन? कहाँ बस्नुहुन्छ र? माइत। ए माइतमा? माइतीसँग बस्छु भन्दा तिमीले जुन अप्ठ्यारो मानेकी थियौ नि, मैले बुझिसकेको थिएँ। तिमीलाई आफ्नो श्रीमानसँग बस्ने रहर थियो। बिहे भएकी छोरी माइतीमा बसे भन्दा हाँस्ने समाजको डरका कारण तिमीले अप्ठ्यारो मान्दै मलाई उत्तर दिइरहेकी थियौ। पर ल जान्छ। बस अब डराउनु र लजाउनु पर्दैन उषा। नियतिले जस्तो बाटो देखायो नि त्यस्तै बाटो हिँड्नु पर्दो रहेछ। सानै उमेरमा बिहे गर्यौ, श्रीमानको माया न तिमीले पायौ न तिम्री छोरीले। बहिनी उषा, हिम्मत नहार्नु। अब दर्शकको मन जितेर माया बटुलेर छोरीको उपचार गर्नुपर्छ। तिम्रो नाम